T20 वर्ल्ड कप 2026 सुरु हुँदै पहिलो म्याच पाकिस्तान भर्सेस नेदरल्यान्डको रहेको छ र हाम्रो म्याच फेब्रुअरी 8 मा 3:15 मा हाम्रो म्याच रहेको छ इङ्ल्यान्डसँग र नेपाल रहेको ग्रुपमा चाहिँ इङ्ल्यान्ड, त्यसैगरी वेस्ट इन्डिज, स्कटल्यान्ड र इटली रहेका छन् र विश्वकपलाई लिएर नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेलले भनेका छन् 2014 को वर्ल्ड कप हेर्दै हामी हुर्किएका हौं र अहिले चाहिँ हामीलाई हेरेर आउने पुस्ता इन्स्पायर हुनेछ उनले भनेका छन्। भने जति सक्दो राम्रो गर्ने प्रयास गर्छौं उनले भनेका छन्। त्यसैगरी नेपाली क्रिकेट फ्यानका प्यारा कमेन्टेटर एन्ड्रु लियोनार्ड पनि कमेन्ट्री बक्समा जोडिने भएका छन्, कमेन्ट्री गर्ने बुझिएको छ र त्यसैगरी भारतका चर्चित कमेन्टेटर आकाश चोपडाले पनि भनेका छन् इन्डिया पछि नेपाल चाहिँ आफ्नो फेभरेट टिम भएको बताएका छन् र उनले नेपाल सुपर 8 मा जाओस् भन्ने पनि चाहेका छन् र हाम्रो म्याच फेब्रुअरी 8 मा 3:15 मा हाम्रो म्याच रहेको छ इङ्ल्यान्डसँग र नेपाल रहेको ग्रुपमा चाहिँ इङ्ल्यान्ड, त्यसैगरी वेस्ट इन्डिज, स्कटल्यान्ड र इटली रहेका छन्।